ललिता निवास प्रकरण के हो बुझ्नुस् एकै मिनेटमा। नेपालको राजधानीकै मुटुमा रहेको काठमाडौँको सरकारी जग्गा कसरी निजी व्यक्तिको नाममा पुग्यो? आज हामी बुझ्दैछौँ ललिता निवास प्रकरण। यस प्रकरणमा जोडिएका नेताहरू माधव कुमार नेपाल, बाबुराम भट्टराई, वामदेव गौतम लगायत अन्य सरकारी कर्मचारीहरू। यो प्रकरण त्यससँग सम्बन्धित छ जहाँ नेपालका प्रधानमन्त्रीको आधिकारिक निवास पनि छ। बालुवाटारको यो क्षेत्र अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण सरकारी सम्पत्ति हो। पहिले यो सम्पूर्ण जग्गा सरकारको स्वामित्वमा थियो, तर 2040 सालपछि विभिन्न निर्णयहरू, नक्कली कागजात र शक्तिको दुरुपयोग गर्दै सरकारी जग्गा क्रमशः निजी व्यक्तिहरूको नाममा सारियो। यसरी हजारौं रोपनी सरकारी जमिन हिनामिना भएको आरोप लाग्यो। अख्तियारले यसलाई नेपालको सबैभन्दा ठूलो भ्रष्टाचार प्रकरणमध्ये एक मानेको छ। अहिले यो मुद्दा अदालतमा विचाराधीन छ। अन्तिम निर्णय अझै आउन बाँकी छ। ललिता निवास प्रकरणले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ, सरकारी सम्पत्तिको सुरक्षा कति बलियो छ र हामी सबैले यसबाट के सिक्ने? यस्ता जानकारीमूलक भिडियोका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस् है त।